एउटा यज्ञ गरौँ भनेको। मेरो सेवक कहाँ गयो? ए सेवक महाराज आए। महाराज के सेवा गरौँ महाराज? तिमीले तुरुन्त गएर गुरु शुक्राचार्यलाई गएर बोलाएर तिमीले लिएर आऊ यज्ञका निम्ति। हुन्छ महाराज। मेरो प्रणाम। आशीर्वाद बाबु। महाराज हाम्रो बलि महाराजले एउटा यज्ञ गर्न आँट्नु भएको छ, त्यसर्थ त्यसका निमित्त गुरुलाई बोलाऊ भनेर मलाई आज्ञा गर्नु भएको छ। हिँड्नुहोस् महाराज, जाउँ। तथास्तु। जाउँ महाराज। प्रणाम महाराज। आशीर्वाद। महाराजको जय हो महाराज। गुरुदेव, एउटा यज्ञको लागि सोचेको थिएँ, हजुरलाई निम्ताका लागि मैले सेवक पठाएँ। हजुर आएर पाउ कष्ट गरिदिनु भयो। अब यज्ञ गराउनु पर्यो गुरुदेव। हजुर बस्नुहोस् महाराज। ए बाबु, पूजाका सामग्री लिएर आऊ। पूजाको सामग्री ल्याए महाराज। वाह बाबु, वाह बाला। जय हो महाराज। धन्यवाद गुरुदेव। ओम अच्युताय नमः, केशवाय नमः, माधवाय नमः। हरि ओम। गणानान्त्वा गणपतिगुं हवामहे, प्रियाणान्त्वा प्रियपतिगुं हवामहे, निधीनान्त्वा निधिपतिगुं हवामहे। बसो मम हमजानी गर्भधम त्वमजासि गर्भ। ओम गणपतये स्वाहा। ओम लक्ष्मीनारायणाभ्यां स्वाहा। ओम उमामहेश्वराभ्यां स्वाहा। ओम वाणी हिरण्यगर्भाभ्यां स्वाहा। हे बलि, जोर महाराज। तिम्रो यज्ञ अब पूर्ण भयो। तिमीले यो सारा संसारलाई जित्ने छौ। अब तिमी त्रैलोक्य विजेता भयो। भिक्षाम दहे, भिक्षाम दहे। द्वारमा कोही आए जस्तो छ। फरन गएर हेरेर आऊ को आयो। हुन्छ महाराज। ओहो, ब्राह्मण देवता नारायण। नारायण। अनि तपाईँ को हो महाराज? म बटोको ब्राह्मण देवता। ए त्यसो भए यहाँ यज्ञमा महाराजजी यज्ञ गर्दै हुनुहुन्छ। बलिराजा महाराज, तपाईँ भित्रै जाउँ न। न म भित्र जाँदिनँ। तिम्रा महाराजलाई नि बाहिर बोलाइदेऊ, किनभने म भिक्षा माग्न आएको व्यक्ति म भित्र गएर भिक्षा लिएर जाँदिनँ। बाहिरबाटै म भिक्षा मागेर जान्छु। हुन्छ महाराज, त्यसो भए एकछिन तपाईँ यहाँ बस्दै गर्नुहोस्, म महाराजीलाई खबर गरेर बोलाएर पठाएर लिएर आउँछु है त। महाराज, महाराजको जय हो। के खबर ल्यायो बाबु? द्वारमा एकजना बटुक आउनुभएको छ। ब्राह्मण बामन हुँ भन्नुहुँदैछ। अनि आउनुहोस् भित्रै बसौँ भनेको, यज्ञशालामै जाउँ भनेको। म त यज्ञशालामा जान्न, द्वारबाटै भिक्षा लिएर जान्छु। तिम्रो महाराजीलाई पठाइदेऊ द्वारमा भन्नुभयो। जाउँ महाराजी, जाउँ। पर्दैन। गुरुदेव, एकैछिन ब्राह्मण आएका छन्, भिक्षा दिएर आउँछु। ठिक छ, गएर हेरेर आऊ। प्रणाम तपोमूर्ति भिक्षु। आहा, आज बलिको यज्ञ सफल भयो। पितृहरू खुसी भए, देवता पनि खुसी हुनुभयो। गुरुदेव, हजुर हेर्दाखेरि तपस्याको मूर्ति हुनुहुन्छ। आहा, हजुरलाई के चाहिन्छ? हजुरलाई जे चाहिन्छ म दिन तयार छु। हजुरको विवाह भएको छैन भने राम्ररी एउटी कन्या खोजेर हजुरको बिहा गरिदिन्छु। सुन चाहिन्छ कि हात्ती चाहिन्छ कि घोडा चाहिन्छ कि के चाहिन्छ? आज बलिका यज्ञमा हजुर आउनु भएको छ, हजुरले माग्नुहोस्। महाराज, मलाई त्यस्तो कुनै आवश्यक छैन। म त एउटा जोगी, साधु, सन्यासी, भिक्षु, माग्ने व्यक्ति। मलाई त्यस्तो सुन चाँदी घोडा गुरुदेव, केही पनि चाहिँदैन। त्यस्तो होइन। मेरो बलिको यज्ञमा आउनु भएको छ, केही नलि त हजुर जानै मिल्दैन। माग्नु हजुर, माग्नु। केही त माग्नै पर्छ। माग्नु। हजुरको यज्ञ सफल भयो, ठिक छ, म मान्छु। तर आज म धन्य म त्यस्ता हजुरले भन्नुभएका जुन जुन सामग्री हुन्, त्यो कुनै पनि सामान मलाई चाहिँदैन। ना गुरुदेव, अवश्य हजुरले केही माग्नै पर्छ। यहाँ आएर हजुर खाली हात जान मिल्दैन। त्रिलोक्यको सम्पत्ति पनि म हजुरलाई दान गर्न तयार छु। हजुर भनी बक्सियोस्। हजुरसँग धेरै सम्पत्ति छ, धेरै छ, तर मलाई त्यस्तो आवश्यक हजुरले जुन भन्नुभएको छ त्यो भनेअनुसारको त्यस्तो सामान, कुनै सामानको आवश्यक छैन। यदि तपाईँलाई केही न केही लिएर जानै पर्छ भन्नुहुन्छ, बिना भन्ने लाग्छ भने मलाई जम्मा 3 पाउ जमिन दिनुहोस्। हजुरले के भन्दै हुनुहुन्छ? सानो बालक, बुद्धि पनि सानो रहेछ हजुरको त। बलिको यत्रो यज्ञमा आएर 3 पाउ भूमि। म त एउटा माग्ने भिक्षु हो। ना 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 ना, भिक्षु भएका कारणले मैले मेरो आफ्नो क्षमता अनुसारको मलाई जे आवश्यक छ त्यही कुरा मागेँ।
यदि हजुरलाई खाली हात पठाउन इच्छा नभएको कारणले गर्दाखेरि मैले मागेको चिज त्यति नै दिनुहोस्, त्यहाँभन्दा मलाई बेसी केही पनि चाहिँदैन। त्यस्तो होइन गुरुदेव, हजुर यहाँ आएपछि त धेरै पठाउँछु, तर अलि धेरै माग्नु न। 3 पाउ भूमि त लाजै मर्दो। महाराज दिनुहुन्छ भने मलाई त्यति 3 पाउ जमिन दिनुहोस्, नभए यदि आफ्नो सम्पत्ति धेरै छ भन्ने घमण्डले धेरै चिज लागे हुन्थ्यो भन्ने लाग्छ भने मलाई केही पनि चाहिँदैन तपाईँको। गुरुदेव म दिन्छु दिन्छु दिन्छु, हजुरलाई दिन्छु, पक्का अवश्य पनि दिन्छु। कहाँ गएछ नि बलि? ए बलि महाराज महाराज होइन, के गर्न आँट्यौ यहाँ? भिक्षुक आएका रहेछन्, यिनलाई त मैले दान दिन तयार गर्दैछु गुरुदेव। के दान दिन लाग्यौ? 3 पाउ भूमिको इच्छा गरिरहेछन्, त्यही दान दिन लागेको गुरुदेव। को हुने? यी आफूलाई बामन बटुक सम्झे बताउँछन्, साना छन्। मैले यज्ञ गरिरहेको छु, मलाई नसोधिकन किन दियौ? गुरुदेव भिक्षुकलाई त दिनु पर्छ नि त। महाराजजीकोमा आउनु भएको ब्राह्मणलाई कसरी खाली हात पठाउनु त महाराज? ठिक छ, म विचार गर्छु। ल जसलाई तिमीले दान दियौ हे बलि, यी त बामन सामन त्रिपञ्च हुन्, कोही पनि होइनन्। को हुन् त गुरुदेव? त्रिलोक स्वामी साक्षात नारायण हुन्। तिमीले यिनलाई दिन्छु भन्यौ, यिनले अब तिम्रो सारा सर्वस्व हरेर लगेर इन्द्रलाई दिन्छन्। आज किन दिन्छु भन्यौ तिमीले? तुरुन्त दिन्न भन, फिर्ता गर। ओहो, मेरो यज्ञमा त्रिलोकका स्वामी आउनुभयो। अहो भाग्य गुरुदेव, वचन हारिसकेँ मैले। अब झुट बोल्यो भने नरक जानुपर्छ, नरकको यात्रा नपठाउनु गुरुदेव। विशेष अवस्थामा बोलेपछि त्यो वचन फिर्ता गर्न पनि मिल्छ। स्त्रीषु नर्म विवाहेषु वृत्त्यर्थे प्राण सङ्कटे गो ब्राह्मण अर्थ हिंसायाम नानिर्तम स्यात् जुगुप्सितम। नेपालीमा भन्नु न गुरु, नेपालीमा गुरुदेव। म बुझ्दिन नि त। विशेष अवस्थामा स्त्रीलाई फकाउन काली श्वास निछे भनेदेखि कति राम्री तिमी, दारा निस्केकी छे भने पनि आहा कति राम्री भन्दा पाप लाग्दैन। अरू महाराज? नर्म भनेको ख्याल ठट्टा गर्दाखेरि अलिअलि, झुट बोल्यो भने पनि पाप लाग्दैन। अनि त्यहाँदेखि वृत्त्यर्थे भनेको वृत्तिमा सङ्कट आउने भयो भने, जागिर खान जागिर खुस्किन आँट्यो भने अलिअलि झुट बोल्दा पाप लाग्दैन। र प्राण सङ्कटे प्राणै जान आँट्यो भने अलिअलि झुट बोल्दा पाप लाग्दैन। गुरुदेव तिम्रो वृत्तिमाथि यहाँ शङ्का उब्जियो। अब यत्रो यज्ञ गराएर मैले तिमीलाई यत्रो संसार जित्ने बनाएको, खै त आखिर एकै तालमा सबै दिएर सकिहाल्यौ। गुरुदेव चाहे सर्वस्व सकिए पनि मैले दान दिन्छु भनिहाले, दिएरै छोड्छु अवश्य पनि। यत्रो सम्झाउँदा पनि मूर्ख बलि तिमीलाई लाग्दैन? मैले भनेपछि नदेऊ, तिमीलाई पाप लाग्दैन? म भोग्छु त्यो पाप। नै गुरुदेव, वचनको पक्का छु म, वचन हार्न सक्दिनँ गुरुदेव। तिम्रो वचन के वचन? गुरुलाई नसोधी लिएको वचन के वचन? तिमीले मान्नै पर्छ मैले भनेको। गुरुदेव सम्पत्ति मेरो, राज्य मेरो, हजुरलाई सोध्नु किन र? मैले दिन्छु भनिसके, दिन लागे मैले त्यत्रो इन्द्रसँग द्वेष गरी गरी त्यत्रो सम्पत्ति जोरजाम गरिदिएको मेरो हो मात्रै भन्छौ तिमी? तिमी यस्ता जजमान चाहिएन, तिमी जेसुकै गर, हिँडे पनि छोड। गुरु त रिसाएर हिँडिहाल्नु हो। घोर अनर्थ। खैर केही छैन, हजुरलाई मन्त्र पढ्न आउँछ भने दानको तयारी गरौँ। हुन्छ, तयारी गर्नुहोस्। लु जा, पानी लिएर आइज है पिन्टु। पानी जल। गुरुदेव पानी नै आएन यहाँबाट। पानी आएन? पानी आएन गुरुदेव। मलाई त्यो कुछ दिनुहोस् त। लिनुहोस्। मलाई त मारी पनि आँखा फुटे मेरो। हजुर अब तिमीले भन्नु पर्यो कि मनमा, हजुर मैले हजुरलाई 3 पाउ जमिन दान गरेँ। मैले हजुरलाई आफ्नै चरणले 3 पाउ भूमि हजुरकै चरणले हजुरलाई दान गरे, दिए 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 दिए। यसरी संकल्प पूरा गरिसकेपछि भगवानले विराट स्वरूपको दर्शन गरेर एक पाउले आकाश भूर भुव स्वाह जन तप नाप्नुभयो, दोस्रो पाउले पाताल तलातल रसातल महातल नाप्नुभयो। मैले तिम्रो जति पनि अघि सम्पत्ति बतायौ, सारा सम्पत्ति मैले 2 पाउले, मेरा आफ्नै पाउले 2 पाउले नापिसकेँ।
अब तिमीले मलाई मैले तेस्रो पाउ मागेको थिएँ, अब एक पाउ चाहिँ तिमीले मलाई कहाँ राख्ने पाउ राख्ने जग्गा देऊ। कहाँ दिन्छौ? सारा सम्पत्ति सबैले नापिसक्नुभयो, बाँकी रहेको मै छु, मेरै शिरमा राखिदिनुहोस्। हस् भइहाल्छ। बस बस।